हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। अनि हजुरहरूलाई स्वागत छ मेरो फुल भिडियो ब्लगमा। किनकि आज चाहिँ हामी हल्का कागती पानी खाँदैछौँ। अनि यहाँ चाहिँ एकदम मिठो टक्क मिलाएर भाइले थोरै लिएर आफ्नो काम गर्न एकदम गरमी सिजन छ। हामी चाहिँ खाँदै यस्तो टेस्टी थियो कि ओ माई गड। अनि एकदम मिठो भएर हामी चटपटी बनाउनतिर लाग्यो। चटपटी चाहिँ एकदम मिठो प्याज गुलगुला सब मिक्स गरेर अब भुजिया हाल्नतिर लाग्यौँ। भुजिया हालेर एकदम मिठो स्वादिलो हेल्दी घरमै बन्ने चटपटी बनाउन लागिरहेको छ। अनि हजुरहरूलाई कहाँबाट हेर्दै हुनुहुन्छ पक्कै पनि भिडियोलाई मन परेमा लाइक सेयर सब्सक्राइब गर्नु होला। अनि जहाँबाट हेर्दै हुनुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि हामी चाहिँ हल्का भुजिया हालेर चाउचाउ पनि हालेर चाउचाउको मसला पनि हाल्दैछौँ। अनि यसमा म थोरै अर्को नै चाउचाउ हालेर यसलाई मिक्स गर्न लागेको छु। जुन काटेको प्याज गोलेर अनि फेरि नेक्स्ट एउटा सिजन भनेर नेक्स्ट चाउचाउ पनि हाल्दैछु किनकि एकदम टेस्टी हुन्छ। अनि चाउचाउको मसला त छुटाउनै भएन। यो चाहिँ हजुरहरू कोही पनि नछुटाउनु होला, एकदम मिठो टेस्टी टक्क हुनेछ। भिडियो लास्टसम्म हेर्नु होला। अनि हामी चाहिँ यो च्यालेन्जिङ भिडियोको लागि पनि बनाइरहेको थियौँ। हजुरहरूलाई कतिको मनपर्छ एकदम टेस्टी एकदम मिठो टक्क। अनि यो चाहिँ घरकै मसला पनि थोरै एड गरेको छु किनकि घरको मसला इज बेस्ट, अलवेज बेस्ट, टेस्टी हेल्दी। त्यति फोहोर पनि हुँदैन किनकि एकदम मिठो स्वादिलो। अनि कागती पनि थोरै हालेँ, कचाङकुचुङ फोहोर छ त्यसलाई सरसफाइ गर्नुपर्छ। अनि हल्का रूपमा कागती सब मिक्स गरिसकेपछि अब हामी हाल्दैछौँ अरू नै कागती। किनकि जहाँ जो जहाँबाट हेर्दै हुनुहुन्छ पक्कै पनि सपोर्ट गर्नु होला। मैले चाहिँ यो फुल भिडियो धेरै बोलेको छैन त्यसैले भोइस ओभर गरेको छु। हजुरहरूलाई मन परेमा पक्कै पनि भिडियो लास्टसम्म हेरिदिनु होला। अनि अलि हातले निचार्दा अलि फोहोर होला भनेर चाहिँ नसोच्नु होला, एकदम क्लिन ह्यान्ड वासिङ गरेको छु। अनि यस्तो टेस्टी मिठो मिक्स गरेर अब यसमा हामी चाहिँ थोरै पुरा मिक्स कागती पुरा मिक्स गरेपछि एकदम मिठो टेस्टी हुन्छ अरे। त्यसैले एकदम मिठो टेस्टी बनाउनको लागि पुरा कागती सागती सब मिक्स गरेँ। यसमा हामीले थोरै कलर पनि हालेको थिएँ, लास्टमा अलिअलि बाँकी रहेछ त्यो पनि हालिदिएँ किनकि कलर बिनाको चटपटी खानु मजै छुट्टै छ। किनकि मैले चाहिँ यहाँ देखाउँदैछु ठुलो घाँसले झ्याप्पै खाइदिउँ भनेर, जस्ट जोकिङ। अनि हजुरहरूको मुखबाट पानी आइसक्यो होला। अनि हामी चाहिँ यो चटपटी च्यालेन्जको लागि च्यालेन्ज भिडियो गर्दैछौँ किनकि यहाँ दिदीभाइले अब हेरौँ रक पेपर सिजर कसले फर्स्ट गर्छौँ। ल 3 2 1 गो। रक पेपर सिजर सुट। मैले जित्यो गाइस। जान ए भएन फेरि काट्यो दाजु भाग रक पेपर सिजर सुट। रक पेपर सिजर सुट। रक पेपर सिजर सुट। रक पेपर सिजर सुट। दादा कोही चाहिँ काट्यो नि। कस्तो काट्यो उनीहरूले होइन गाइस, हामीलाई उल्लु बनाउनु पाइन्छ। मैले खानै पाउने भएन।
रक पेपर सिजर सुट रक पेपर सिजर सुट रक पेपर सिजर सुट ल जा अब चाहिँ जा 8 रक पेपर सिजर सुट होइन नि दिदी हो जा तँ गाइस झेला गर्दै है झेला भयो झेला यो सरासर झेला अब रक पेपर सिजर सुट सुट काट्यो 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 अब रक पेपर सिजर सुट भाग रक पेपर सिजर सुट गयो रक पेपर सिजर सुट ल जान 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 खाइसक्यो अन्त गालीले रक पेपर सिजर सुट जान 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 काट्यो के काट्यो नि काय जान नकली है रक पेपर सिजर सुट जा 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 के घुमाले अनि ए जान नकली रक पेपर अनि पानी चाहिँ कहिले आउने त अब त्यो त के थाहा अहिले झेला नगर्ने नि फेरि नियम अनुसार हुन्छ के जाने अब फेरि एक लाग्यो ए झेला भयो गाइस यो त रक पेपर सुट ओ अब त कैचीले बात त कैचीले काट्छ हावा कैचीलाई कुचाउँदैन ढुङ्गाले जान अरे पेपर भएको बेला काट्यो तैँले अनि कैचीमा नि काट्ने ढुङ्गामा नि काट्ने अनि यसमा नि काट्ने अनि गर्ने चाहिँ के ओ अब त कैची गाला खानु खानु गाई झेली गरी गरी भयो नि खानु पर्यो नि यार नो आइडिया त्यसलाई गरी गरी भयो नि खानु पेपरले मा कट्ने होइन अहिले 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 हेरौँला कि यो डिस्काउन्ट रक पेपर सिजर सुट सुट काट्यो काट्यो गाई झेला भइरहेछ है यहाँ सरासर रक पेपर सिजर सुट ओ अब जा 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 झेला यार गाई मलाई चाहिँ यसको राम्ररी आइडिया छैन तै पनि यसले झेला गर झेला भन्दा त ल छिटो रक पेपर सिजर सुट के ढुङ्गाले चाहिँ उ गर्छ नि अहिले के यस्तो हो जानु के पनि झेला झेला खेल्दै यार केही नियम सियम थाहा छैन पिरो भयो गाइस बल्ल खाना पाइछ यत्रो टाइम पिरो भयो ल लाउनु रक पेपर सिजर सुट जानु यस्तो घाटा लाग्ने खेल तल अन्त काली कहाँ पानी खानु पाइन्छ आमा जिते जिउँदो रक पेपर सिजर सुट
गाइस यहाँ हेर्नु पिरो भयो साथीहरु यो जति झेला चाहिँ भाइ भन्नु अहिले हेरौँला नि ठिक यहाँ झेला राखेर रक पेपर सुट हट जान खोर्सानी त के आने यार है खोर्सानी अन्त काली पानी त खान पाइयो नि काट्यो ल त अब कहाँ ए कहिले काम स्टप भन्नु पर्यो के अहिले कहिले काट्दैन नि फेरि जानु पानी ले छिटो साले रक पेपर सिजर सु अहिले तेरो लास्टमा त सक्यो यार रक पेपर सिजर सु के च्यालेन्ज अहिले होइन च्यालेन्ज हो यार चेला गर्नु पाइन्छ साथीहरु मलाई केही आइडिया छैन यसलाई घरको गाइज यो च्यालेन्जमा चाहिँ एकदमै झेला भएको छ कमेन्ट गर्नु आयो त गाइज झेला भएको छैन कसले बढी झेला गरे आज कहाँ पानी जानु नजिक फाइनली मजुङ भइसक्यो अब यो बिहा कस्तो भयो भिडियो पक्कै पनि मन परेमा लाइक शेयर सब्सक्राइब गर्नु होला अनि टिकटक हेर्दै हुनुहुन्छ भने चाहिँ फलो गर्नु होला फेरि अर्को कुन च्यालेन्ज भिडियो लिएर आऊ कमेन्टमा कमेन्ट छोड्नु नबिर्सिनु होला अनि तिरो अनि गाइज आजको लागि चाहिँ यति नै होइन अरू केही भनेनौ नेक्स्ट भिडियोमा फेरि लिएर आउने नेक्स्ट च्यालेन्ज दिनु होला हामीलाई कमेन्ट बक्समा होइन बाई बाई All there is love. Bye. Next video.